अनि सिक्किम भित्र जति पनि मेला चल्दैछ त्यो सबै मेलाहरू 22 तारिक नै सक्नुपर्छ। अनि जति पनि जिल्लाका जिल्लापालहरू हुनुहुन्छ, डीसीहरू हुनुहुन्छ, उहाँलाई म आदेश दिन चाहन्छु 22 तारिकदेखि कुनै पनि मेला एक्सटेन्सनहरू हुँदैन, किनभने हाम्रो विद्यार्थी नानीहरूको परीक्षा आउँदैछ। फेरि मेला गर्यो भनेदेखि फेरि उहाँलाई डिस्टर्ब हुन सक्छ। अब हामी काम गर्नुपर्छ। अब हामी अनि विशेष गरी यो माघे संक्रान्ति आयोजक समिति जोरथाङ, जसलाई पनि म धेरै धेरै बधाई दिन चाहन्छु। अस्ति 14 तारिकदेखि सुरु भएको यो भव्य मेला अब 22 तारिकसम्म चल्नेछ। 22 तारिक। अनि सिक्किम भित्र जति पनि मेला चल्दैछ त्यो सबै मेलाहरू 22 तारिक नै सक्नुपर्छ। अनि जति पनि जिल्लाका जिल्लापालहरू हुनुहुन्छ, डीसीहरू हुनुहुन्छ, उहाँलाई म आदेश दिन चाहन्छु 22 तारिकदेखि कुनै पनि मेला एक्सटेन्सनहरू हुँदैन, किनभने हाम्रो विद्यार्थी नानीहरूको परीक्षा आउँदैछ। फेरि मेला गर्यो भनेदेखि फेरि उहाँलाई डिस्टर्ब हुन सक्छ। र सिक्किमको जति पनि मेला छ, अब सिक्किमको यो सालको भनौँ न, यो साल हुन 2026 भयो, तर हामी 25 नै राखौँ। यो 2025 को पर्वहरू यो जोरथाङ मेलाको पर्व अन्तिम हो। त्यहाँदेखि उता पर्व हुँदैन है। यो कसैले पनि तपाईले पर्व गरेर मुख्यमन्त्रीलाई बोलाउँछु, हामी एमएलए लाई बोलाउँछु अनि मन्त्रीलाई बोलाउँछु भने नसोच्नु। अब हामी काम गर्नुपर्छ। अब हामी काम गर्नुपर्छ हामी। अनि हामी अब अगाडि बढ्नुपर्छ। अनि जति बेला पर्व मनाउने समय आउँछ मनाउला। जति बेला हाम्रो फेरि तपाईको पर्व मनाउने समय हो अक्टोबरदेखि सुरु हुन्छ। फेरि दशैंदेखि सुरु भएर तिहार, अनि त्यसपछि दीपावली, त्यहाँदेखि आए लोसुङ, नामसुङदेखि लिएर सबै पर्वहरू यसैभित्र पर्छ। अनि सबैजनालाई म यही भन्न चाहन्छु, यो अन्तिम पर्व हो हाम्रो सिक्किमको निम्ति हो यो सालको। अनि सबै जिल्लाहरूमा जुनै पनि निर्वाचन क्षेत्रहरूमा यो पर्व हुँदैछ। यो पर्व हामी अब सबै 22 तारिकको दिन सक्छौं। अनि हामीले जहिले पनि अब हामी जोरथाङमा 9 दिने पर्व नै हामी मनाउँछौं। अनि विशेष गरेर आयोजक समितिलाई म धेरै धेरै बधाई दिन चाहन्छु। अब 7औं दिन चल्दैछ, तर यहाँनिर कुनै प्रकारको झगडा, कुनै एउटा डिस्कसन पनि भएको छैन। डिस्कसन पनि भएको छैन है। तोतो र मोमो पनि भएको छैन है। फाइट खेल्नु त छोडौं तो, किनभने पूरा पुलिस प्रशासन सँगसँगै हाम्रा युवा भलिन्टियर्सहरूले यति राम्रो काम गरेको छ। उहाँहरू सबैजनालाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि सालियाना यही प्रकारले